सो हेलो एभ्रिवान, सबैजनालाई वेलकम छ आजको न्यू डे न्यू ब्लगमा। अनि आज चाहिँ म के भन्न आएँ भने आज चाहिँ म मेरो नानी जन्मेको उपलक्ष्यमा मेरो हस्बेन्डले चाहिँ आफ्नो कम्पनीको साथीहरूलाई चाहिँ पार्टी दिँदै हुनुहुन्छ। हेर्न सक्नुहुन्छ हामी चाहिँ यहाँ आइसकेको छौँ, हेर्न सक्नुहुन्छ हामी चाहिँ यही हो है। अनि मेरो हस्बेन्डको साथीहरू चाहिँ कोही पनि आउनु भएको छैन, हामी मात्रै आएर कुरेर बसिरहेका छौँ। तपाईँहरूलाई अहिले आइसकेपछि पनि देखाउने छु। लेट्सी हेर्दै गर्नु होला, घाम पनि लागेको छैन, एकदम जाडो छ। अनि हामी चाहिँ भित्र आमाहरू चाहिँ आइसक्नु भयो होइन। अनि हामी चाहिँ कुरेर बसिरहेका छौँ, मेरो हस्बेन्डको साथीहरू चाहिँ आउनु भएको छैन। म आएपछि तपाईँहरूलाई नि देखाउने छु, हेर्दै गर्नु होला। मेरो छोरी र सासू मम्मी चाहिँ भित्र बस्नु भएको छ। हेर्नु होला यही हो हाम्रो चाहिँ खाना खाने। कस्तो देखिछु भन्नु है। अहिले आइसी देखाउँछ है त। 对上，这个好看的刚刚呀。这刚装上。哎呦，मेरो बिहामा चाहिँ यस्तो यो केही पनि राखेको थिइनँ, अहिले चाहिँ यस्तो राम्रो बनाएको छ। मलाई एकदम रिग्रेट लागिरहेको छ, किन मैले यति छिटो बिहे गरेँ होला भनेर। अहिले भर्खरै बिहे गर्नुपर्ने। 东西在哪？ अनि हामी चाहिँ फाइनली आइसकेको छौँ, हेर्न सक्नुहुन्छ। अनि मेरो हस्बेन्डको साथीहरू चाहिँ आएको छैनन्, अहिले आइसी देखाउँछु है। हामी चाहिँ आएर कुरै छौँ, सामानहरू लिएर आइसक्नु भयो, आएका छैनन् मान्छे चाहिँ। हामी चाहिँ कुरै छौँ, हेर्दै गर्नु होला, आइसी देखाउँछु है त। अनि हामी चाहिँ खाना खाएर पनि म घर आइसकेको छु, हेर्न सक्नुहुन्छ। अनि एकदमै धेरैजना मान्छेहरू हुनुहुन्थ्यो है। म चाहिँ अलिकति मात्रै भिडियो गरेको छु। सबैजनाले हेरेर माया देखाइदिनु होला है। अनि सबैजनाले जति माया देखाइदिनुहुन्छ त्यति नै मैले राम्रो भिडियोहरू बनाउने छु। अनि त्यति नै मलाई पनि भिडियोहरू बनाउन मन लाग्छ। तपाईँहरूले सपोर्ट गर्नुभयो भने र सपोर्ट र माया गरिदिनु होला। अनि आजको लागि चाहिँ यति भन्दै सबैलाई बाई बाई। सबैजनाले लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। लभ यु अल, बाई बाई।